Hello and welcome back to our new vlog and new day and के रे शॉर्ट्स मिनी भ्लग हैन हजुरको YouTube च्यानल को नाम भनिदिनुस् त मेरो YouTube च्यानल को नाम कुमारी लामी छाने अनि आज हामी चाहिँ के गर्न कता छौ रे ल भन्दिनु पर्छ यो ठाउँको नाम चाहिँ गेस गर्नु पर्यो ल ल ल हामी चाहिँ यति बेला रहेका छौ पोखराको फेवातालमा घुम्न आइरहेको तर यतापट्टि साइड चाहिँ ताल सुकिसकेको छ उ हेर्नु त कस्तो राम्रो कस्तो दामी छ सनसेट देखाइदेऊ ओ ब्युटिफुल वाउ गाई बस्तु चराइरहनु भएको छ कति राम्रो छ अनि त्यसपछि यो हाम्रो साइडको माथिको गाउँ घर के हो थाहा छैन कस्तो राम्रो देखाएर थाहा त छैन तर पनि एकदमै राम्रो राम्रो सुन्दर देखिएको छ अनि हामी अगाडि चाहिँ हजुरहरुलाई ताल देखाउन लाग्दै छौं यो तालको नाम चाहिँ भन्नुस् त कुमारी कुमारी ए नाटक गर्छ सबभन्दा ठुलो भनेर ताल त ठुलो हैन हो नि अनि हामीले उहाँ माथितिरको शान्ति स्तूपा र माथि हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ त्यो देखेको चाहिँ शान्ति स्तूपा हाम्रो पोखरामा अवस्थित शान्ति स्तूपा त्यस्तै यसको ठिक्क अर्को डाँडामा चाहिँ यो चाहिँ पुङ्दीकोट जहाँ शिवको एकदमै ठुलो के छ रे मूर्ति छ है मूर्ति नै भन्छ हैन अनि हजुरहरु चाहिँ हेर्न सक्नुहुनेछ हाम्रो पोखरा राम्रो पोखरा भनेर त्यसो एडभर्टाइजमेन्ट नि गर्दिनु न के जान्छ र भिजिट के हो 25 यहाँ पोखरा चाहिँ एकदमै सुन्दर छ स्वच्छ सफा रमणीय मनोरम समथिङ समथिङ यस्तै के भन्छ एउटा उलेख्छु म जुम गरेर देखाउ है देखे यस्तो फोर पनि म चलाइदिए फर्स्ट को लेटर के हो ओ के लव यस रे सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ के फर कुमारी लभ भइहाल्यो यस फर सरुना होइन कुन चाहिँ श्रीमानजी हो तपाईको यो भ्लगमा त मेरो स्वर त यो जुन मैले बोलिरहेको छ नि यो साउन्ड आउँदैन क्या अरू के आउँछ म आफैलाई आफ्नो मिठो र नमिठो एकदम झरक्क परे जस्तो क्या रिसाएर बोले जस्तो त्यो आफूलाई त्यस्तै लाग्छ क्या मलाई त्यस्तै लाग्छ एकदमै नराम्रो छ तपाईको भोइस नराम्रो हैन एकदम स्वीट छ तपाईको भोइस मेरो भोइस त जस्तो त मैले रेकर्डिङ एकछिन क्यामेरामा गएँ हैन के आज मैले मेरो युट्युबमा राखेको भोइसहरु सुन्दा मलाई कस्तो त्यो रियल वाला आउँछ नि त भाइ म यस्तो यहाँ लभ बनाइदिन्छ है सुन्दर जी तपाईको त लभ भएन हेर्नु यसरी बनाउन लाउनु त तर मेरो हुन्छ कि हुँदैन यस्तो राम्रो भयो नि त मेरो तिमीले खिच्दा चाहिँ नराम्रो खिचेको हो नि त मैले नराम्रो बनाएन वाउ ल ल ल ल ल ओइ कति राम्रो आउँदो रहेछ यो साइडबाट त दुई चार म लाज आयो त कसैलाई सब्स्क्राइब हजुरको सब्स्क्राइबरहरुलाई उडी उडी सुप्पा अनि यस्तो तिमीलाई चाहिँ आई लभ यु टु यस्तरी भिडियो बनाउनु कस्तो राम्रो हुँदो रहेछ घुमाउने कसरी हो आउँदैन घुमा त यसरी घुमाउने तपाईले त घुमाउँदैन के तपाईले त के गर्नु ढङ्गै छैन मलाई घुमाइदेऊ नि त ल उसको मोबाइलमा मैले तपाईको भ्लगमा मैले तपाईलाई नै गाली गरे है फेरि तपाईको सब्स्क्राइबरहरुले यस्तो हैन यसरी हो छोडा छाड्नु यस्तरी हो ल ल के चटक हो यस्तो Oh my God! Wow! I love you गर्दिम नि त दुईजनाले I love you तपाईको हातले के हो क्या साच्चै बाउनी टाइपको पनि छैन नि हो बल्ल भयो हे मेरो नङपालिसी छैन छ नि त नङपालिसी छैन लभ बनाउन नि जानेन भने मलाई यस्तो लभ बनाउन नि आउँछ लु भएन म बनाइदिन्छु खतरा लाउनु फेवा तालमा साइड भएन म त पुरै पर्फेक्ट हो नि त
भएन क्या ठुलो कुरा गरेर पुरै पर्फेक्ट जम्प भयो फेवातालमा साइली ढुङ्गा सरर अब हामी जाँदैछौँ हुनेछ एकछिन पज गर्नु है हामी त्यहाँ पुगेपछि हजुरहरूलाई देखाउनेछौँ खत्म बाय बाय टाटा गुड बाय गया